अब आउने कार्तिक 1 गते अर्थात् अक्टोबर 18 मा गुरु अथवा जुपिटरको कर्कट राशिमा अर्थात् क्यान्सरमा ट्रान्जिट हुँदैछ। डिसेम्बर 5 अर्थात् मङ्सिर 19 गतेसम्म 49 दिनको लागि गुरु उच्च हुने हुँदा यो समय ग्रोथको लागि राम्रो समय हो, स्पेसली कार्तिक 25 गतेसम्म। 25 पछि गुरु रेट्रोगेट भई डिसेम्बर 5 मा मिथुन राशिमा ट्रान्जिट हुनेछ। आफ्नो मिस्टेकको रियलाइजेसनहरू हुने, अलि अप्टिमिस्टिक हुने, ट्रुथ वा रियालिटीको खोजी गर्ने जस्तो वातावरण बन्नेछ। समग्रमा भन्दा स्पिरिचुअली चार्ज हुने समय हो यो। मीन राशिमा भएको शनिलाई परेको गुरुको दृष्टि र सिंह राशिमा केतु रहेको समय भएकाले पनि हामी आफूमा रहेको अहङ्कार वा इगोलाई कम गराउन यो ट्रान्जिटले हेल्प गर्छ। त्यसैले यो समय नलेज र ग्रोथमा फोकस गर्नुपर्छ। अब विभिन्न राशि तथा लग्नहरूलाई कुन एरियामा कस्तो प्रभाव पर्छ भनेर सर्टकटमा हेरौँ। मेषहरूको आफ्नो घर, परिवार र इमोसनल हिलिङमा ध्यान जान्छ। वृष लग्नहरूको फोकस कम्युनिकेसन, सर्ट ट्राभल, नेटवर्किङ, पार्टनरसिपतिर गर्ने वा हुने समय हो। मिथुन लग्नको फ्यामिलीसँगको रिलेसन र फाइनेन्सियल एरियामा राम्रो हुने समय हो। बोलीको प्रभाव पर्ने समय पनि हो। कर्कट लग्नहरूले यो समय बुझ्न सक्नुपर्छ। यो आफ्नो कन्फिडेन्स, नलेज सबै एरियामा ग्रोथ हुने समय हो। सिंह लग्नलाई एकान्तमा बस्न मन लाग्ने, ध्यान गर्न मन लाग्ने चान्स हाई हुन्छ। आफ्नो लर्ड सन निचो हुने समय हो यो। फरेन ल्यान्डबाट अपर्च्युनिटी वा फरेन ल्यान्डमा खर्च गर्नुपर्ने हुनसक्छ। कन्या लग्नहरूको पुरानो पार्टनरसिप वा साथीसँग रिकनेक्ट हुने, नेटवर्किङ र रिलेसनहरूमा राम्रो हुने समय हो यो। तुला लग्नहरूले वर्क लाइफ ब्यालेन्स गर्नुपर्छ। करियर र पब्लिक रिकग्निसनको एरियामा ग्रोथ राम्रो देखिन्छ। वृश्चिकहरूको हायर लर्निङ, स्पिरिचुअल ग्रोथ हुने र ट्राभलबाट पनि फाइदा हुने देखिन्छ। धनु लग्नहरूको रिसर्चको एरियामा राम्रो हुने समय हो यो। ट्रान्सफर्मेटिभ एक्सपिरियन्स हुने र यो समयमा इमोसनल रिलिज हुनसक्छ। मकर लग्नहरूको लागि पार्टनरसिप र कोलाबोरेटिभ अपर्च्युनिटीहरू आउने अथवा यी एरियामा ग्रोथ हुने समय हो। कुम्भहरूको करियर र फाइनेन्सियल एरियामा अपर्च्युनिटी देखिने, पुरानो काम रिलेटेड इस्युजहरू सल्भ हुने समय हो। र अन्त्यमा मीन लग्नहरूको पञ्चम घरमा यो ट्रान्जिट हुँदैछ। लभ क्रिएसनको एरिया भएकाले यी एरियामा राम्रो हुन्छ। नयाँ कुराको सुरुवात गर्न मन लाग्ने वा गर्ने समय हो। यी सबै लग्नको आधारबाट हेरेको जेनरल इफेक्ट हो। आफ्नो चन्द्र राशिबाट पनि हेर्दा हुन्छ, तर राशि र लग्नको आधारमा मात्र हेरेर आफ्नो डिसिजन चाहिँ लिनु हुँदैन।